एस्टिमेट यसरी गर्ने छौं भनेर भन्न सक्छु है। ल सर्वमध्ये एउटा सप्लायरको दिनु होला, एउटा मर्मतको दिनु होला, एउटा इन्धनको दिनु होला है। अथवा हामी अहिले गाडी पनि खरिद रेखा देवी महतो। अब त्यसपछि यो फर्म चाहिँ के हो त हाम्रो गौरी शंकर सप्लायर हो। अब यो दुईटै नाम हामीलाई महत्त्वपूर्ण छ। पहिला हामीलाई चाहिएको त फर्म हो, त्यसैले फर्मलाई हामीले यहाँ क्लिक गर्दै छौं। अब फर्मको नाम के हो? फर्मको नाम गौरी शंकर सप्लायर। यहाँ अंग्रेजीमा नाम राख्नु भनेर भन्छ, त्यसकारण तपाईले सर्टकटमा गौरी राख्नु होला, GAURI गौरी। मैले सर्टकटमा राख्ने है, गौरी शंकर तपाईले राख्नु होला। सूची दर्ता नम्बर कति राख्ने होला? सूची दर्ता नम्बर राख्नु। अब फर्म दर्ता नम्बर म सबै सोध्छु है सर। सरले त्यो सोच्नु पर्दैन, म सबै प्रश्नमा तपाईहरुको राय के छ भनेर पनि सोध्छु है। मोडिफिकेसन गर्नु पनि केही कन्सेप्ट छ भने भन्नु होला, त्यो पनि लैजाने काम गर्छु है म। त्यसैले तपाईहरुसँग म आउँछु नै। अब फर्म दर्ता नम्बर तपाईहरुलाई यो मैले चाहिँ फर्म दर्ता गर्दै छु भने तपाईहरुलाई के पेश गरेको छु? निवेदन पेश गरेको छु, फर्म दर्ता गरेको कागजात पत्र पेश गरेको सर। सुन्नुस् है, यसमा हामीले मुख्य व्यक्ति चाहिँ कहिलेकाहीँ त्यहाँ देखाइएको नामहरू फरक पर्न सक्छ भनेर आफैले इन्ट्री गर्ने व्यवस्था गरिएको छ है। अब कतिपय सिस्टममा यो भएको कारणले त्यसै अनुसार हुनुपर्छ पनि भनिएला। केही तपाईको राय पनि हुन सक्छ, पछि केही यसो भइदिएको हुन्थ्यो भन्ने त्यो छानिन भने अहिले इन्धनको कुपन जारी पनि यसै सिस्टमबाट हुन्छ, त्यहाँ कुपन जारी गर्न सक्दैनौ। तपाईले मैले बुझे अनुसार इन्धनको काम यसलाई प्रयोग गर्नु भएको छैन, अब तपाईले प्रयोग गर्नै पर्छ। तपाईको सिस्टम मैले अघि पनि भनिसकेको छु, मलेपले पनि राम्रोसँग पढेर जानु भएको छ। अब तपाईहरुसँग अडिट गर्ने क्रममा मलेपले पनि त्यो स्टेप बाइ स्टेप सबै कुराहरू हेर्नुहुन्छ, त्यसैले हेर्दिनु होला है। अब इन्धनसँग हो भने इन्धनसँग सम्बन्धित भएर चुज गर्नु होला। यो आपूर्तिसँग सम्बन्धित भएको हुनाले मैले आपूर्तिसँग सम्बन्धित चुज गरी। अर्को यहाँ टेक्निकल वर्ड छ हेर्नुस् त, सूचीकृतको क्षेत्र भनेको छ। सूचीकृतको क्षेत्र दुईटा छ, एउटा स्टोर स्तर र अर्को कार्यालय स्तर। स्टोरहरू हुन्छन्, मल्टी स्टोर हुन्छन्। सुन्नु होला है, कहीँ यो अफिसमा चाहिँ के हुन्छ भने एउटै अफिस भित्र पनि धेरैवटा स्टोरहरू हुन्छन्। एउटा स्टोरले इन्ट्री गरेको डाटा इन्फर्मेसन अर्को स्टोरले हेर्न पाइने या नपाइने, अथवा एउटा स्टोरले सूचीकृत गरेको तथ्याङ्कलाई अर्को स्टोरले प्रयोग गर्न पाइने या नपाइने, त्यो चाहिँ उहाँहरूलाई दिएको कार्य विभाजनमा निर्भर गर्छ। मानव एउटा स्टोरलाई दिएको कार्य एउटा स्टोरले चाहिँ इन्ट्री गरेको तथ्याङ्क अर्को स्टोरले हेर्न नपाइने, अथवा एउटाले सूचीकृत गरेको अर्कोले नपाइने किसिमको चाहिँ अधिकार प्रत्यायोजन छ, त्यस्तै किसिमको व्यवस्था छ भने स्टोर सेपरेटली हुनुपर्छ। त्यसको लागि चाहिँ स्टोर भनेर हामी चुज गर्छौं। तर एउटाले इन्ट्री गरेको तथ्याङ्क अर्को स्टोरले पनि उपयोग गर्न पाइने, अर्कोले पनि युज गर्न पाइने किसिमको छ र अर्कोले पनि हेर्न पाइने किसिमको छ भने त्यसमा चाहिँ हामी कार्यालय स्तर भनेर छान्छौं। मैले बुझे अनुसार यहाँ सबैको स्टोर सिंगल छ, त्यसैले सबैले ब्रोड सेन्समै राख्दाखेरि कार्यालय स्तर राखे राम्रो। स्टोर स्तर राख्नु भएको छ भने पनि एउटै स्तर हो, केही फरक चाहिँ पर्नेवाला छैन। तर थिंकिङ चाहिँ ब्रोड हुनुपर्छ भनेर कार्यालय स्तरलाई नै चुज गर्नुहोस् है। अब अवस्था योसँग काम गर्दै हुनुहुन्छ भने हामी के भन्छौं? सक्रिय। तर योसँग काम बन्द गर्नुपर्ने अवस्था छ भने निष्क्रिय गर्न सकिन्छ। बुझ्नुभयो? त्यसैले हामीले यहाँ सक्रिय भनेर छान्दै छौं है। अब हामी सेभ गर्न सक्छौं। सेभ। त्यसरी हामी फर्मको सूचीकृत गर्न सक्छौं। ल भन्नुस् त, तपाईहरु मध्ये फर्मको सूचीकृत गरेको फर्ममा सीमा अङ्क राख्नु पर्यो। सीमा राख्नु पर्यो है। हेलो सर, यता के थियो? गौरी शंकर सप्लायर्सको हामीले क्लिक गर्यौं। अब यसको अधिकतम सीमा रकम, यो सब खरिद गर्न सकिने हाम्रो अधिकतम सीमा रकम कति हो त? अब सप्लायर्स हो, यसका हामीले के गर्यौं त? 10 लाख इन्ट्री गर्यौं। यहाँ अंक मात्र इन्ट्री हुन्छ है। 1 10 10 100 1000 10,000 लाख 10 लाख। अनि सर कुनलाई 10 लाख भन्दा बढी राख्ने हो? अब कुनलाई 10 लाख भन्दा बढी राख्ने अथवा कुनलाई 10 लाख भन्दा कम राख्ने त्यो जजमेन्ट तपाईहरुसँग पनि छ। तपाईले ठेक्का गर्नु भएको छ, ठेक्का चाहिँ 25 लाखको पर्यो, अब 10 लाख मात्र इन्ट्री गर्छु भन्दा पाइयो र? 25 लाख है इन्ट्री गर्नु पर्यो।